हेलो एभ्रिवान, नमस्ते। आज फेरि म मुकबान भिडियो लिएर आएको छु। यो मेरो बुढीले बनाएको बिरयानी मिठो भएको छ। थोरै यसमा गरेको मेहनत पनि हेरिदिउँ न त है। ल अब मैले सुरु गरेँ है त। म टेस्ट गरेर हेर्छु कस्तो भएको छ ल। मिठो भएको छ। हजुरहरू पनि यसरी नै बनाएर खानु होला, मिठो हुनेछ। यो चाहिँ यस्तो मिठो भएको छ क्या, एकदम चक्किलो, सबै कुरा ठ्याक्क मिलेको छ क्या। र मलाई एकदम मनपर्ने लसुन होइन है। मिठो हुन्छ यो लसुन। र चिसो पनि छ अलिकति। पापड होइन, प्राउन। लेग पिस त यस्तो भएछ है। नुन चाहिँ एकदम मजाले चक्किलो लागेको छ। लसुन चाहिँ पटक्क भएर अलिकति पाएको रहेछ। पाक्नु चाहिँ पाएको छ म ठिकै। यसरी लसुन यसो टक्क पकाएर मासुमा टक्क त्यो ट्राई गर्नु होला है त। मिठो हुन्छ, एकदम मिठो। पाक्नु मजाले पाएको छ। जुन यो लेग पिसमा भएको यो थोरै कुरकुरे हड्डी हुन्छ नि, त्यो झन् एकदम मिठो हुन्छ।
ल साथीहरू मैले सकेँ। यति मिठो भयो, अझै खाउँ लाग्दैछ। अझै हेर्छु, अझै रहेछ भने म थपेर खान्छु है। हजुरलाई पनि भिडियो हेरेर मजा आयो भनेदेखि लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, बाई बाई।